टासीदेलेक नमस्कार तिब्बत टिभीको नेपाली प्रसारणमा स्वागत छ। यस हप्ताको तिब्बत परम्परा दलाइ लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ मल्लुरु सङ्पो उपस्थित भएको छु। सुरु गरौँ यस हप्ताका प्रमुख समाचारहरू संक्षेपमा। जीवन सार्थक बनाउनका लागि मानव बुद्धिलाई प्रयोग गर्नुहोस्, परम्परा दलाइ लामा ज्यूको आग्रह। एक तिब्बतीलाई चिनिया पुलिसले नदीमा धकेल्दा उनको मृत्यु। चीन तिब्बतीहरूबाट तिब्बतको स्वामित्व लिन खोज्दैछ, सिटिए प्रवक्ताको भनाई। कासाको नयाँ स्थायी रणनीति समिति गठन। केन्द्रीय प्रशासनद्वारा भारतको 75औं स्वतन्त्रता दिवस मनायो। युएस चार्ज डीएफएस राजदूत तिब्बतीकरणको लागि समर्थन व्यक्त। तिब्बत हाउस जापानले तिब्बती भाषा कक्षाको सुरु। अब समाचार विस्तारमा। यस हप्ता बुधबार कोरियाली वक्ताहरूसँग करुणा र अहिंसाको बारेमा एक अन्तर्क्रियाको दौरान परमपवन ज्यूले हाम्रो जीवन सार्थक बनाउन र चुनौतीहरू र सङ्कटलाई पार गर्नको लागि हाम्रो अद्वितीय बुद्धिको उपयोग गर्नुपर्छ भन्नुभयो। 15 अगस्तको दिन तिब्बतमा रिग्डाक नामक एक तिब्बती व्यक्तिको मृत्युको खबर आएको छ, जसलाई चिनिया पुलिसले उनीहरूको पुलिस परिचय पत्र पेश गर्ने आग्रह गरेपछि डिचु नदीमा धकेलिएको थियो र उनका साथ शेरप ग्याछोलाई गोली हानेको थियो जब उनी पुलिसको सामना गर्न कारबाट बाहिर निस्किएका थिए। तिब्बत टाइम्सका अनुसार शेरप ग्याछो र रिग्डाक केगुतोबाट दोम्डा जाँदै थिए जब पुलिसले सडकमा अनियमित निरीक्षण गरेका थिए। उनीहरूलाई एक लडाईँमा आक्रमणपछि उनले दावी गरे कि उनको वाहनमा कुनै निषेधित वस्तुहरू नरहेको र जाँच गर्न आवश्यक नभएको बताउनुभयो। प्रत्यक्षदर्शी र साक्षीहरूले हस्तक्षेप गरी शेरपलाई समयमै अस्पताल पुर्याए र उनी गम्भीर चोटपटकबाट सुरक्षित रहेको बताएको छ। तर खोलामा घण्टौँको खोजपछि पनि रिग्डाकको कुनै पत्ता लाग्न सकेको छैन। गत हप्ता देखिएको अर्को रिपोर्टमा चिनिया अधिकारीहरूले 4 अगस्तमा सामाजिक सञ्जालमा तस्बिर साझा गर्नको लागि 3 तिब्बतीहरूलाई केगुतो युसुल तिब्बती स्वायत्त प्रान्तमा पक्राउ गरेको छ। केन्द्रीय तिब्बती प्रशासनले चीनको तथाकथित शान्तिपूर्ण मुक्तिको अन्तिम 70 वर्षमा तिब्बतको लागि युगको महत्त्वका साथ ऐतिहासिक परिवर्तन ल्याएको दावीको निन्दा गरेको छ। केन्द्रीय तिब्बती प्रशासनका प्रवक्ता तेन्जिन लेक्सेले तिब्बतको स्वामित्व तिब्बतीहरूबाट हटाउन प्रयास गरेकोमा चिनिया कम्युनिस्ट पार्टीको आलोचना गर्नुभयो। You have to look at Wang Yang's statement in a holistic manner, where every Chinese leaders they'll speak of same language. If you look back at recent Xi Jinping's visit to Lhasa, he said the similar thing of what he had said right now. So, but our observation is where Wang Yang has stated several points which we need to look at what he. तेन्जिन लेक्सेले चीनको कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका स्थायी समिति सदस्य वाङ याङले हिजो तिब्बतको बारेमा बयानको आलोचना गर्नुभयो। चीनको कम्युनिस्ट पार्टीले बिहिबार तिब्बतको राजधानी ल्हासामा पोताला दरबार अगाडि तिब्बतको शान्तिपूर्ण मुक्तिको 70 वार्षिक उत्सव मनाएको छ। चीन तिब्बती वार्तामा टास्क फोर्सको ठाउँमा अब नयाँ स्थायी रणनीति समिति गठन गरिएको छ। समितिमा प्रासङ्गिक प्रशासनका वरिष्ठ अधिकारीहरू छन् र यो तिब्बत र तिब्बत सम्बन्धी मुद्दाहरूमा सिचोङलाई जानकारी गराउने र वकालत र रणनीति योजनाहरूमा सिचोङलाई सल्लाह दिनेछन्। गत हप्ता शुक्रबार कासाकले सन् 1998 मा स्थापित चीन तिब्बती वार्तामा टास्क फोर्स भएको घोषणा गर्नुभयो। केन्द्रीय तिब्बती प्रशासनले यस हप्ता आइतबार कासाक सचिवालयमा 45औं भारतीय स्वतन्त्रता दिवस मनायो। सिचोङ र प्रशासनका अधिकारीहरूद्वारा सो समारोहमा भाग लिनुभएको थियो। भारत सरकार र जनतालाई बधाई व्यक्त गर्दै सिचोङले भारतले धेरै वर्षको सङ्घर्षपछि प्राप्त गरेको स्वतन्त्रता एक प्रेरणा हो र चारै तिब्बतको लागि स्वतन्त्रता प्राप्त गर्ने आशा व्यक्त गर्नुभयो। The great Mahatma Gandhi ji he led the movement in a non-violent way, and His Holiness the Dalai Lama has also followed his steps
to follow non-violence as a means of resolving the Sino-Tibet conflict. We are very, very happy for the Indian people and the government of India for gaining this freedom, and we also look forward to gaining freedom from China. संयुक्त राज्य अमेरिकाका प्रभारी राजदूत अतुल केशवले ट्विट गरे कि अमेरिका धार्मिक स्वतन्त्रता र तिब्बतीहरूको अद्वितीय सांस्कृतिक र भाषिक पहिचानको संरक्षण र सबैको समान अधिकारको लागि परम पावन ज्यूको दर्शनको सम्मान र समर्थन गर्दछु भन्नुभयो। राजदूतले नयाँ दिल्ली स्थित तिब्बती दूतावासका प्रतिनिधि ठोङचुङ मोटुसँग भेट गर्नुभयो। तिब्बत हाउस जापानले गत हप्ता शनिबार 3 महिनाको तिब्बती भाषा कक्षा सुरु गरेको थियो। सो कक्षा सीमित भौतिक उपस्थिति र अधिकतम अनलाइन सहभागितासँग संगठित गरेको छ। जापानको विभिन्न भागहरूबाट नियमित अनलाइन कक्षाहरूको लागि लगभग 30 प्रतिभागीहरू सामेल भएका थिए। शारीरिक उपस्थिति 10 भन्दा कम गरी कोरोना भाइरस नियमहरूको सख्त पालनसँग प्रतिबन्धित थियो। हस्त आजको लागि नेपाली साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। टासी दिलिक नमस्ते।